बदामको तेलले कब्जियतबाट राहत दिन्छ र शरीरलाई बलियो बनाउँछ। सम्पूर्ण परिवारको लागि एक आदर्श टनिकको रूपमा बदामको तेललाई लिइन्छ। बदामको तेल खाद्य पदार्थको रूपमा सेवन गर्न सकिन्छ। यसले पेटको समस्याबाट मात्र राहत दिँदैन, तर कोलोन क्यान्सरको रूपमा पनि मद्दत गर्छ। बदामको तेलको नियमित सेवनले कोलेस्ट्रोल कम गर्छ, जसले गर्दा मुटुको स्वास्थ्य राम्रो हुन्छ। बदाम मस्तिष्क र स्नायु प्रणालीको लागि पोषक तत्व हो। यसले बौद्धिक ऊर्जा बढाउँछ र दीर्घायुलाई बढावा दिन्छ। गुलियो बदामको तेलको सेवनले मांसपेशी दुखाइ र पीडाबाट तुरुन्तै राहत दिन्छ। बदामको तेल प्रयोग गर्नाले रङ सुधार गर्छ र सुस्त छालालाई चम्किलो बनाउँछ। बदामको तेल छालामा हराएको असिलोपन पुनर्स्थापित गर्न पनि उत्कृष्ट मानिन्छ। शुद्ध बदामको तेलले तनाव कम गर्छ र दृष्टि सुधार गर्छ र मांसपेशीको दुखाइबाट पनि राहत दिन्छ। भिटामिन डीले भरिपूर्ण बदामको तेलले बच्चाहरूमा हड्डीको विकासको पनि योगदान पुर्याउँछ। बदामको तेलले ड्यान्ड्रफ हटाउन मद्दत गर्छ र कपालको हेरचाहमा पनि प्रभावकारी हुन्छ। यसमा पाइने भिटामिन र खनिजहरूले कपाललाई चम्किलो र स्वस्थ बनाउँछ। बदामको तेल बाहिरी रूपमा प्रयोग गरिन्छ वा आन्तरिक रूपमा सेवन गरिन्छ। यो उपचारात्मक र हरेक तरिकाले उपयोगी साबित हुन्छ। हरेक रात 250 मिलिलिटर मनतातो दुधमा 5-10 मिलिलिटर बदामको तेल मिसाएर सेवन गर्नु अत्यन्तै फाइदाजनक हुन्छ। छालालाई नरम र चिल्लो बनाउन पनि यसलाई लगाउन सकिन्छ। नुहाउनुभन्दा 2-3 घण्टा अगाडि यसलाई लगाउनु उपयुक्त हुन्छ। बदामको तेलले मालिस गर्नु कपालको लागि मात्र होइन, मस्तिष्कको विकासका लागि पनि फाइदाजनक हुन्छ। हप्तामा एक पटक बदामको तेलले मालिस गर्नु फाइदाजनक हुन्छ।